जापान सपनाको सहर 15-20 लाख ऋण लगाएर परिवारलाई सपना देखाएर जापान आएको नि धेरै भएछ। सपनाको सहर भन्नु मात्रै रहेछ। एकचोटि पुग्न मात्रै पाए सपना पूरा हुन्थ्यो चाहिँ लाग्थ्यो। अहिले एकचोटि घर जान पाए आनन्द आउँथ्यो चाहिँ लाग्छ। 1-2 वर्षमा त लागेको ऋण तिरौँला अनि पैसा जोगाउँला, घर पठाउँला सोचेको थिए, तर जता गए पनि भाग्य नै त हो चाहिने। आफ्ना बिना त यो जापानमा काम समेत नपाइने। चिने जानेकालाई सहयोग माग्यो, पढाइले चाहिँ व्यवहार गरिदिन्छन्। पढाइसँग सहयोग माग्यो, स्वार्थ लुट्न मात्रै खोज्छन्। गरेछन्, गर्नेले त 2-4वटा काम गरेछन्, टन्न पैसा कमाछन्। आफ्नो त त्यही बल्ल तल्ल पाएको एउटा काम छ। त्यही एउटा काममा पनि सिफ्ट कम छ। इन्सुरेन्स, बिल, रेन्ट अनि कलेज फी तिर्नमै स्यालेरी ठिक्क भएको छ। भन्छन् रे गाउँकाले, फलानाको सन्तान त जापान गएको छ, टन्न पैसा कमाछ, ठुलो भएको छ, बल्नै छोडेछ। तर कसलाई के थाहा, समस्या नै समस्याले डिप्रेसन भएको छ। तर कसलाई के थाहा, समस्या नै समस्याले